नमस्कार सम्पूर्ण साथीहरूलाई। आज माघ 19 गते सोमबारका दिन क्लास 12 2077 को नेसनल एक्जामिनेसन बोर्डको रिजल्ट पब्लिस भइसकेको छ र साथीहरू जो कसैले पनि मेरो भिडियोलाई सर्च गरेर भेटाउनु भएको छ तपाईहरू सबैजनालाई धन्यवाद दिन चाहन्छु र मेरो च्यानलमा पहिलोपल्ट भिडियो हेर्दै हुनुहुन्छ भने कृपया मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् र यस भिडियोलाई शेयर गरिदिनुहोस् ताकि सबैजनाले क्लास 12 को रिजल्ट कसरी हेर्ने भनेर थाहा पाओस् र हामी अब सुरु गर्न चाहन्छौँ। क्लास 12 को रिजल्ट हेर्नको लागि हामी कुनै पनि ब्राउजरमा जान सक्छौँ। यसका लागि हामी मोबाइलबाट गर्दै हुनुहुन्छ भने मोबाइलबाट गुगल क्रोम भन्ने एप्लिकेसन खोल्नुहोस् र त्यहाँ गएर तपाई टाइप गर्नुहोस् neb.ntc.net.np मा जानुहोस् र यसरी सर्च गर्नुहोस् र तपाईहरु यस्तो इन्टरफेस पाउनुहुन्छ र यसको लिंकमा हामी डिस्क्रिप्सनमा यसको लिंक पनि राख्दिने छौं ताकि तपाईहरु त्यो क्लिक गरेर सजिलै हेर्न सक्नुहुन्छ। र रिजल्ट हेर्नको लागि हामीलाई चाहिने कुराहरु के छ भने सिम्बल नम्बर चाहिन्छ र डेट अफ बर्थ चाहियो र सिम्बल नम्बरमा तपाईहरुको आफ्नो सिम्बल नम्बर राख्नुहोस् जस्तै म यहाँ राख्दै छु र यसैगरी डेट अफ बर्थमा नेपाली डेट अफ बर्थ राख्दिनु भयो भने अति उपयुक्त हुन्छ र डेट अफ बर्थ राख्दाखेरि चाहिँ 2000 जस्तै म यहाँ गर्दै छु 2058 स्ल्याश दिनु होला स्ल्याश है त स्ल्याश दिएपछि मात्रै मन्थ र डेट राख्नु होला फेरि स्ल्याश अनि डेट राख्नु त्यसरी राखेपछि सबमिट गर्नुहोस् र तपाईहरुको रिजल्ट यसरी इन्टरफेस आउँछ र यसरी तपाईहरु हेर्न सक्नुहुन्छ। रिजल्ट यहाँ देखाइराछ तपाईहरुको ग्रेड सिट र तपाईहरु यो ग्रेड सिटलाई प्रिन्ट गर्न चाहनुहुन्छ भने प्रिन्ट ग्रेड सिटमा गएर प्रिन्ट गर्न सक्नुहुनेछ र आशा गर्दछु सम्पूर्ण साथीहरुलाई मेरो भिडियो राम्रो लाग्यो। यसरी नै अझै टेक्निकल भिडियोहरु हेर्न चाहनुहुन्छ भने म भिडियोहरु ल्याउने गर्छु र अहिलेको लागि धन्यवाद।